विश्वमा यस्तो पनि ठाउँ छ जुन सुन्दा धेरै नै अचम्म लाग्छ, जहाँ न त सरकार छ न त कुनै नियम नै, न त त्यहाँ बस्नको लागि राम्रो घर नै छ, न खानको लागि खानेकुरा, न त त्यहाँको जनताले खेतीपाती नै गर्छन्, न त के गर्छन्। त्यस्तो ठाउँमा म आज तपाईहरूलाई लाँदैछु। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। नमस्ते, म किशोर जबेगो लिम्बू। तपाईहरूलाई मेरो युट्युब च्यानल डिएनके नेपालमा हार्दिक स्वागत छ। आज चाहिँ म तपाईहरूलाई नेपालदेखि सुडानसम्मको यात्रा देखाउन गइरहेको छु। कृपया तपाईहरू मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला र पुरानो हुनुहुन्छ भने पनि लाइक कमेन्ट गर्न नबिर्सिनु होला र आफ्नो साथीहरूलाई पनि सेयर गरिदिनु होला। मेरो यात्रा चाहिँ सुरु हुन्छ त्रिभुवन एयरपोर्टदेखि शारजादेखि युगान्डादेखि वाउदेखि अबे। लाइन there brother. Line the last brother. यो एयरपोर्ट देखिएको चाहिँ शारजा एयरपोर्ट भन्दा माथि बाटो देखेको दृश्य हो। तर हामी सर्ट नाइट हल भएकोले त्यहाँको भिडियो बनाउन सकेन। र यो देखेको चाहिँ युगान्डाको एयरपोर्ट, भिक्टोरिया लेक। यहाँको एयरपोर्ट चाहिँ एकदमै दामी छ, जुन चाहिँ भिक्टोरिया लेकको छेउमा रहेको छ। यहाँ पनि हामी धेरै बेरसम्म रहेनौँ, त्यसैले यहाँको भिडियोहरू पनि हामीले पुरै फुल्ली बनाउन पाएको छैन, किनभने हाम्रो ट्रान्जिट थोरै थियो। त्यही भएर समयको व्यस्तताले गर्दाखेरि बनाउन पाइएन। त्यसको लागि म माफी चाहन्छु। तर तपाईहरूले देख्न सक्नुहुन्छ युगान्डा एयरपोर्टको यो रनवे पनि एकदमै दामी छ। प्लेन चाहिँ यो चाहिँ मन परेको छ मलाई, यो चाहिँ किन्न मन लाग्यो। कति भन्दैछ यसको प्राइस चाहिँ मात्र ल कति 1000 रुपियाँ। ल किन्नको इच्छुक हुनुहुन्छ भने भन्नुहोस्। युगान्डाको एयरपोर्ट यहाँ चाहिँ आज चाहिँ अब युगान्डा एयरपोर्ट जान लाग्यो। अब चाहिँ हामी युगान्डा एयरपोर्टदेखि वाउतिर लागिसकेछौँ। वाउदेखि हामी अबेतर्फ लाग्नेछौँ। यहाँ पनि हाम्रो ट्रान्जिट थोरै भएको कारणले त्यहाँको हामीले भौगोलिक बनावटहरू तपाईहरूलाई देखाउन सकेनौँ। यो अब वाउदेखि चाहिँ हामी हेलीबाट चाहिँ अबेतर्फ लागिरहेछौँ। यो तपाईँहरूले देख्नुभएको चाहिँ सुडानमा पनि ससानो घरहरू एकदमै बाक्लो बस्ती रहेको छ। हेर्नुहोस्, भनिन्छ नि नेपाललाई चाहिँ हामीले पहिला हरियो वन नेपालको धन भनिन्थ्यो नि। तर यहाँ सुडानको चाहिँ मलाई लाग्यो सुडानमा चाहिँ धन जङ्गलले भरिएको छ। घरहरू पनि ससानो छाप्रोहरू छ। त्यहाँतिर हेर्नुहोस्, माथिदेखि हेर्दाखेरि दृश्य एकदमै समतल भाग रहेको छ। फाइनली अब चाहिँ हामी यो तपाईहरूलाई अबे सिटी, जुन चाहिँ साउथ सुडान र नर्थ सुडानको बिचमा रहेको छ, त्यहाँको दृश्यहरू देखाउन गइरहेको छौँ। हेर्नुहोस् त्यहाँको दृश्यहरू। ट्राफिक जाम हाम्रो पनि बनाउनु
गधालाई भोगाएको छ लाग्यो। यो गधा चाहिँ यस्तो गर्मी ठाउँ नि हुन्छ, हिमालमा पनि हुन्छ कि हो यो। यसो काम चाहिँ हामीले त यो सी लेभलदेखि माथि अल्टिट्युड एरियासम्म फेरि लिन सकिन्छ क्या होइन। यहाँको घरहरू तपाईँहरूले देख्न सक्नुहुन्छ, ससानो छाप्रो रहेको छ। गर्मी चाहिँ एकदमै धेरै गर्मी हुन्छ। त्यही गर्मीबाट बच्नको लागि होला यिनीहरूले त्यहाँ एउटा विशेष किसिमको नेपालमा पाउने खर जस्तो एउटा पाउने रहेछ, त्यहाँबाट घरहरू बनाएको हुन्छ। घरको आकृतिहरू चाहिँ मन्दिरको जस्तै देख्न सक्नुहुन्छ है। यहाँ चाहिँ बाइकबाट मान्छेहरूलाई चाहिँ एक ठाउँबाट अर्कै जानलाई सर्भिस पनि गर्छ। नेपालमा चाहिँ जुन पठाउ इन ड्राइभ गर्छ नि, सेम त्यस्तै यहाँतिरकोले पनि गर्छन्। तर एउटा बाइकमा जति अट्छ त्यति चाहिँ बस्दैन यहाँ चाहिँ। यसरी अगाडि तपाईँहरूले देख्न सक्नुहुन्छ तेल पनि बेचिरहेछ। यस ठाउँमा पाउने विशेष किसिमको चरा यो चाहिँ, यसलाई चाहिँ हामीले चाहिँ डिङ्का नाम दिएको थियौँ। यो मुसा, यो चाहिँ साउथ सुडानमा पाउने मुसा हो। हेर्दाखेरि चाहिँ यो सेम दुम्सी जस्तो छ। दुम्सी जस्तै बाहिर बाहिर काँडाहरू चाहिँ हामीले देख्न सकिन्छ। यसलाई टच गर्यो कि यो चाहिँ फुटबल जस्तो डल्लो गर्छ। यसको खुट्टा यस्तो हुन्छ। यसको खुट्टा चाहिँ बाहिर चाहिँ यसको सेफ्टीको लागि काँडा हुन्छ यो मुसा। यहाँको चाहिँ नयाँ यो अफ्रिकन कन्ट्रीतिर मात्रै पाउने मुसा ल। यस ठाउँमा बसोबास गर्ने मानिसहरूको कुरा गर्दा यहाँ विशेष गरेर मिसेरिया, डिङ्का, नोक्टिङ्गा जातका मानिसहरू बसोबास गर्दछन् भने उनीहरूले क्रिस्चियन, मुस्लिम धर्म मान्दछन् भने डिङ्काहरूले आफ्नै डिङ्का धर्म पनि मान्ने गर्दछन्। यहाँ बसोबास गर्ने मानिसहरूको पेसा यो नै भन्ने छैन। कतिपय मानिसहरूले त्यही युएनले दिएको काम गरेर बस्छन् भने कतिपय मानिसहरूले सानो पसलहरू खोलेर बसेको छन् र कतिपयहरूले त्यो सामानहरू असार पसार गर्ने र तपाईँले देखिराख्नु भएको छ त्यस्तै काम गर्दछन्। त्यहाँ तपाईँहरूले देखिराख्नु भएको छ होला गाडीको हालत कस्तो छ। यसरी नै हो, यिनीहरूलाई गाडीमा जति अड्न सक्छ त्यति नै बस्ने हो। न ज्यानको माया छ न के को, आज मरिन्छ कि भोलि मरिन्छ के अत्तो छैन। यस ठाउँमा न त कुनै सरकार छ न त कुनै पुलिस प्रशासन छ र प्रत्येक घरमा हतियारहरू हुन्छ र विभिन्न सङ्घ संस्थाहरूले सहयोग गरिरहेको हुन्छ र हल्का भए पनि यिनीहरूको जीवनयापनमा चाहिँ सहज भएको हामीले देख्न पाइन्छ। मौसमको कुरा गर्दाखेरि चाहिँ यहाँ चाहिँ दुईवटा सिजन हुन्छ, एउटा रेनी सिजन र एउटा समर सिजन। यहाँ बसोबास गर्ने मानिसहरूले चाहिँ रेनी सिजनलाई चाहिँ हल्का जाडोको सिजन पनि भन्छ, तर हामीलाई चाहिँ त्यस्तो जाडोको फिल हुँदैन। तर यहीँ बसोबास गर्ने मानिसहरूलाई चाहिँ पानी पर्दाखेरि जाडोको फिल गर्छन् र त्यस समयमा उनीहरूले ज्याकेटहरू पनि लगाउने गर्दछ।
गाडी त देखाइदिउँ है आज मैले तपाईहरुलाई नेपालदेखि सुडानको ओबेसिटीसम्मको यात्रा थोरै भए पनि जानकारी गराउने कोसिस गरे। मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद। यस्तै भिडियो हेर्नको लागि मेरो YouTube च्यानललाई सब्स्क्राइब गरिदिनु होला र तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट पनि गरिदिनु होला भन्दै अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई यति नै। नमस्कार। सेवारो।